साथीहरू भदौ 23 र 24 गतेको आन्दोलन हुने बेलासम्म तपाईहरुको जेनजी ग्रुप एकदम सही ठाउँमा थियो तर अहिले तपाईहरुको ग्रुप चाहिँ 8-9 भन्दा बढी भइसक्यो भनेर पत्रकारले सोधेको प्रश्नमा चाहिँ उहाँ जेनजी भाइले यस्तो गजबको जवाफ दिनु भएको छ एकैछिन हको यो कुरा जेनजी पनि धेरै भयो का जेनजी कसरी धेरै भयो जेनजी कसरी धेरै भयो हैन जेनजीको एजेन्डा त तपाईले सुन्नु भएको छैन जेनजीको एजेन्डा जेनजीलाई यदि समेट एकछिन प्रश्न सुन्नु जेनजीलाई समेट्नको लागि कसलाई सरकारमा पठाउनु पर्छ ल तपाई भन्नुस् त 1 2 3 भन्नु न कसलाई सरकारमा पठाउनु पर्छ भन्ने त्यत्रो ठुलो विषय होइन त्यो विषय छलफल गरौँला बसौँला मज्जाले योग्यता क्षमता र विज्ञताका आधारमा पठाउँला भनेपछि हामीले के चाहिएको भने देशमा शान्ति समृद्धि सुशासन न्याय चाहिएको हामीलाई म मन्त्री बन्नुपर्छ भन्ने छैन म मन्त्री बन्ने क्यापेसिटीको छैन भोलि क्यापेबल भएपछि आउँला लडौँला आफ्नो क्षेत्रबाट जितेर आउँला कुनै टिमबाट होइन त्यसैले गर्दा तपाईँहरूले नि के बुझ्न जरुरी छ भने मन्त्रीको लागि होरबाजी गर्ने होइन हामीले देशमा शान्ति सुशासन चाहिएको योग्य व्यक्ति चाहिए हो तर जसरी जेनजीको नाममा यो अराजक गतिविधि भइरहेछ यसमा हाम्रो गोर विरोध एउटा प्रश्न सोध्छु त्यसको जवाब दिनु होला जस्तै अहिले जेनजीका 19 भन्दा धेरैवटा गुटहरू बनिसके अब एउटा गुटले अर्कोलाई मानिरा छैन अब यो सबैलाई मिलाउनको लागि के गर्नुपर्छ त तपाई भन्नु त कसरी अस्तित्व स्वीकार्ने सबैको यो भन्नु न यसको जिस्ट पुरा सुन्नु तपाईहरु हामी लोकतान्त्रिक मूल्य मान्यतामा छौं अस्तित्व नस्वीकार्ने भन्ने कुरा विषय हुँदैन एजेन्डा एक छ जेनजीहरुको त्यो एजेन्डा मिल्छ सबै बसेर वार्ता र संवाद गर्नुपर्छ संसारका ठूला ठूला क्रान्तिहरू पनि केबाट संवादको माध्यमबाट समाधान हुन्छ यदि हामीले जेनजीहरुको सबैको माग सम्बोधन गर्न सक्ने हो भने कसरी मिल्न सक्ने हामी नेपाली नागरिक होइन हामीलाई देश विकास चाहिएको छैन सुशासन चाहिएको छैन न्याय चाहिएको छैन सामाजिक न्याय चाहिएको छैन देशमा सबै मान्छेलाई न्यायको अनुभूति गराउनु छैन जसरी जेनजीहरुले आतंकको ट्याग लगाएको भनेपछि अबको सरकार बन्नु भन्दा पहिला चाहिँ व्यापक रूपमा वृहत रूपमा छलफल वार्ता हुन जरुरी छ छलफल हुनुपर्छ वार्ता हुनुपर्छ त्यसपछि निष्कर्ष हुनुपर्छ जसरी कलेक्टिभ कन्सियसनेस निस्किन्छ नि सामूहिक चेतना त्यसले राम्रो निर्णय दिन्छ तर एकछिन गोजीको मान्छे ट्याप्प टिपेर लाने ल त मन्त्री भनेर राखेर समस्याको समाधान हुँदैन